अन्य सदस्य रिमा विश्वकर्मा, सम्मानीय सभामुख महोदय, आजको विश्व भनेको सैन्य सामर्थ्य र आर्थिक सबलताले मात्र होइन, सांस्कृतिक परम्परा सभ्यताले डोराइरहेको विश्व हो। विश्वको मानचित्रमा नेपाल भूगोलका हिसाबले एउटा सानो सानो जस्तो देश देखिए तापनि जब सांस्कृतिक सम्पदाका कुरा आउँछन्, प्राकृतिक विविधताका कुरा आउँछन्, हामी एकदमै समृद्ध राष्ट्र छौँ। यी सबैलाई अब अन्तर्राष्ट्रिय बजारमा चिनाउने, बजारीकरण गर्ने भन्दै गर्दाखेरि उत्पादनको ब्रान्ड